शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थान लुम्बिनी घुम्न हाम्रो परिवार घरबाट निस्कियो। निस्किसकेपछि सबैजना गाडीमा बसेर हामीहरू विभिन्न दृश्यहरू अवलोकन गर्दै गर्दै 1 घन्टापछि बस पार्क पुग्यौँ। त्यहाँ हाम्रो गाडी पार्किङ राखेर हामी त्यही त्यो म्युजियम घुमेर हामी फेरि दोस्रो अर्को मन्दिरमा गयौँ। अर्को मन्दिरमा गएर हामीले त्यहाँ फोटो खिचेर एकछिन ध्यान गरेर त्यसपछि हामी फेरि मायादेवी टेम्पलको लागि निस्क्यौँ। विभिन्न स्कुलबाट विद्यार्थीहरू आज छुट्टीको दिन सबैजना भिड थियो। हामी मायादेवीको मन्दिरमा गएर गौतम बुद्धको पाइला हेरेर हामी गौतम बुद्धले तपस्या गरेको ठाउँ हेरेर खाजासाजा खायौँ। खाजा खाइसकेपछि हाम्रो अब त्यहाँ हामीले फोटासोटा खिच्यौँ। अनि हाम्रो गन्तव्य भनेको अब हाम्रो व्हाइट टेम्पल थियो। हामी व्हाइट टेम्पल गयौँ। व्हाइट टेम्पल गएर फोटासोटा खिच्यौँ हामीले। त्यसपछि चाहिँ अब घर